किडन्याप गरे एउटा मान्छेले किडन्याप गरेर लगिरहेछ है त हेर्नुस् यता त्यो मान्छेको मुख हेर्नुस् एकचोटी यहाँ चाहिँ मजाले खसीको सुप बन्दैछ ल गाइस वेलकम टु न्यू भिडियो आजको भिडियोमा चाहिँ तपाईहरुलाई स्वागत छ अनि आज चाहिँ नयाँ वर्षको सबैजनालाई शुभकामना हैन अनि आज चाहिँ हामीले चाहिँ यहाँ चाहिँ सुन सुकाउँदै छौं सुन यहाँ देख्न सक्नुहुन्छ घरमै फलाएको सुन यो चाहिँ सुन होला भन्नु होला के यो चाहिँ गाइस मकै हो है तर सुन जस्तो देखिन्छ सुकाउँदाखेरि घाममा टिली घाम टल्किरहेछ अनि यहाँ पनि छ यी सुन गाइस देख्नुभयो गाइस यहाँ चाहिँ भाइ मेहनत गर्दैछ अरे तपाईहरुलाई चाहिएको छ भने उयो गर्नु होला फोन गर्नु होला यहाँ चाहिँ सुन छ हाम्रो यहाँ चाहिँ मजाले खसीको सुप बन्दैछ खसीको हैन गाइस बिहान बिहानै आउनु भएको थियो हामीले खबर गरेको थियौँ नि त खसीको सुप खाने भनेर यता चाहिँ भुटुवा छ अनि म चाहिँ बिहानै नुहाइ धुवाइ गरेर हैन टक्कसँगले अनि त्यहाँ चाहिँ पुरा खसीको मासु खसीको सुप हैन मजाले दामी खानुपर्छ अब गाइस यहाँ भित्र पनि छ कति हो हामीले चाहिँ यहाँ अगाडि पनि सुकाएको छौँ सुन हेर्न सक्नुहुन्छ इ कस्तो दामी छ सुन इ कति धेरै छ देख्नुभयो भित्र पनि अघि मैले देखाएँ अगाडि पनि गाइस हामी चाहिँ यहाँ मकै हैन भर्दै छौँ बोरामा अब बिहान यसरी नयाँ वर्षमा काम गरिसकेपछि खसीको सुप त खानै पर्यो नि तपाईहरुको घरमा के पाकिरहेछ कमेन्ट गर्नु होला कुखुराको पाकिरहेछ कि सुँगुरको खसीको तपाईहरु कमेन्ट गर्नु होला गाइस गाइस यसरी काम गर्नुपर्छ अनि बल पनि बनिन्छ हामी पनि यसरी गर्नुपर्छ गाइस टिटी गाइस यता गाइस यता चाहिँ हेर्नुस् रिभर्स गियर आइरहेछ है त गाइस यता चाहिँ ठोकेछ है त मजाले खिच्न हवे हेर्न सक्नुहुन्छ आइरहेछ यता यी मान्छे गाइस मैले पनि त बोकिरहेको छु हेर्नुस् गाइस गाडी आयो है गाडी अड्किरहेको हेर्न सक्नुहुन्छ गाइस दिदी चाहिँ यता यस्तो मेहनत गरेर राख्नु भएको छ अघि चाहिँ गाइस ढङ्ग ठोकिदिनु भएको थियो अहिले चाहिँ बल्ल बल्ल यहाँसम्म पुग्न सक्नु भएको छ नि यहाँ दिदी गाइस यसरी काम गर्नुपर्छ हैन अनि बलियो पनि हुन्छ हेल्दी पनि हुन्छ अनि उता चाहिँ आँखी हुन्छ मकै सुकाउँदै हुन्छ देखान हुन्छ गाइस यता चाहिँ आँखी मकै सुकाउँदै हुन्छ अनि यता चाहिँ दिदी मकै लिएर हेर्न सक्नुहुन्छ गाइस यता चाहिँ सुकिरहेको मलाई बोकेर लानुपर्छ है त गाइस धेरै गरिसके यता गाइस आउँछ म बस्ने बेला छु पर्खी यहाँ स्टेज मिलाउनु पर्छ यस गाइस मलाई ठोक्यो भने गाइस मेरो त मोर्नु हुन्छ अहिले सक्नुहुन्छ लादैछ मलाई हो ठोक्यो भने गयो गाइस यहाँ चाहिँ ठोक्यो होइ त गाइस यता चाहिँ मलाई डर लागिरहेछ गाइस यता चाहिँ मेरो के भयो गाइस यता चाहिँ रोक्यो है त सफर हाम्रो सफर भइसक्यो थियो गाइस यता हेर्नुहोस् कसरी मलाई उठ्यो किडन्याप गरे एउटा मान्छेले किडन्याप गरेर लगिरहेछ है त हेर्नुहोस् यता त्यो मान्छेको मुख हेर्नुहोस् एकचोटी कसरी किडन्याप गरे गाइस हामी चाहिँ यता ड्रिफ्ट मार्दिम गाइस मैले चाहिँ यहाँ भाइलाई लिएर आएको थिएँ
भाइ कस्तो लाग्यो गाइस एकदम मजा आयो के मलाई त्यो किडन्याप गरेर लगिरहेको थियो रोक भन्दा फेरि चाहिँ ले मान्छेको एकचोटि मुख हेर्नुस् ले मान्छेको मुख किडन्याप गर्ने गाइस यहाँ चाहिँ खसीको सुप छ यहाँ कुकरमा कस्तो मिठो हुन्छ होला अब खसीको सुप गाइस हामी चाहिँ यहाँ थुक्पा खाँदैछौँ होइन मकै टिपिसकेपछि दिउँसो खाने भनेको तर राति नै पर्यो अमिलो गाइस कागती चाहिँ साह्रै महँगो 15 रुपियाँ एउटालाई तपाईँहरू चाहिँ घरमै रोपेर खानु होला है फेरि साह्रो पर्छ तपाईँहरूलाई अब म टेस्ट गर्छु एकदम मिठो छ गाइस कस्तो मिठो गाइस यसमा चाहिँ के हाल्नु थाहा छ बिहानको खसीको नि रस हालेको रस सुप हालेको सुप कस्तो मिठो हुन्छ तपाईँलाई भिडियो राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला आजको लागि यति नै अर्को भिडियोमा भेटौँला बाई बाई